So hello guys, हामी आज 5 पोखरी पुग्ने भनेर निस्किसके। हाम्रो फर्स्ट दिनको ट्रेक चाहिँ हल्का वाइल्ड एडभेन्चरस भयो, एकदम वाइल्ड एडभेन्चरस भयो। हामी कति घन्टा हिँड्दैछ होला फर्स्ट दिनमा? More than 7 hours we walk. सेकेन्ड डे चाहिँ हल्का बिस्तारै सिनरी हेरी भ्यू हेरी जाने भनेर बसिरहेको छु। भ्यू यस्तो राम्रो छ, यहाँ स्नोफल भइरहेको रहेछ। हामी हाम्रो डेस्टिनेसन कति पुग्यो? बेलुकाको 9 बजे हामी हाम्रो डेस्टिनेसन पुगेको थियो। तर फर्स्टमा त डर लागिरहेको थियो यार मलाई, के होला कि भनेर। पछि अरू पनि ग्रुपको मान्छेहरू टन्नै रहेछ, टन्नै। त्यसैले हल्का सजिलो भयो हामीलाई। अब यही हो, आज हामी एकदम स्लो एन्ड स्टेडी जाने पुरै भ्यू हेरी। आज एल्टिट्युड पनि छ होइन? हिजो नै हामी एकदम वाइल्ड एल्टिट्युड गेन गरेर भयो नि त। अनि सिधै 3300 मिटर्स, 1800 1500 मिटर, 1800 मिटरको एल्टिट्युड हामी गेन गऱ्यो होला। आज चाहिँ लगभग 1000 मिटर। आज 1000 होइन 1200। आज 1200 मिटर। तल 28 थियो, हामी अब 41 जानुपर्छ। 41 जानुपर्छ। 41 समथिङ जानुपर्छ, 41 40 कि 30 सम्म जानुपर्छ। यही हो। भ्यू चाहिँ बब्बाल छ, स्नो नै स्नो। यो त बल्ल टिजर भन्ने कि ट्रेलर भन्ने हो यसलाई। माथि त नेक्स्ट लेभल भ्यू आउँछ होला। र त्यही हो, मेहनत चाहिँ खेर नजाओस्। यति हिँडे नामसित पुगोस्। हामी कुन चाहिँ देउताको नाम लिन्छ? जय करुणामय जय। हस्, यही हो। तर हिजो भन्दा आज अब अलिक इजी फिल भइरहेछ हल्का, किनभने हिजो हल्का एक्सपेक्ट गरेको थिएन हामी, एडजस्ट गर्न सकिरहेको थिएन नि त। तपाईँहरू पनि ट्रेक आउनुपर्छ। थाहा छ गाह्रो हुन्छ, तर पनि एक्सपिरियन्स। किनभने मैले एउटा निम्स दाइको एउटा भिडियो हेरेको थियो, के भनेको थियो है? इफ यु गिभ अप वी डाई। अनि लास्टमा हाम्रो एउटा स्लोगन थियो नि, सुरज, गिभिङ अप इज नट इन द ब्लड। यस, गिभिङ अप। It may take time, but we won't give up, होइन? Yes, of course. बरु जस्तो सुकै बिस्तारै गयो भने